अल्बेनियामा विश्वकै पहिलो एआई मन्त्री, भ्रष्टाचार रोक्ने जिम्मेवारी। दर्शकवृन्द, अल्बेनिया विश्वको पहिलो यस्तो देश बनेको छ जहाँ एक एआई मन्त्री नियुक्त गरिएको छ। यो कुनै मानव नभई पिक्लेस र कोडबाट बनेकी एक भर्चुअल मन्त्री हुन् जसले पूर्ण रूपमा कृत्रिम बुद्धिमत्ता अनुसार काम गर्छिन्। उनको नाम डिएला राखिएको छ। प्रधानमन्त्री एडी रामाले हालै चौथो पटक चुनाव जितेको केही महिनापछि डिएलालाई आफ्नो मन्त्री परिषदमा समावेश गरेका हुन्। डिएलालाई सरकारी कोषका परियोजनाहरू र सार्वजनिक बोलपत्रहरूमा हुने भ्रष्टाचार रोक्ने जिम्मेवारी दिएको छ। यस कदमको विपक्षी दलले भने आलोचना गरेको छ। डेमोक्रेटिक पार्टीले यसलाई प्रचारबाजी र संविधान विपरीत भएको बताएको छ। अल्बानियाई भाषामा डिएला नामको अर्थ धूप वा सूर्य हुन्छ। डिएलाले यसअघि पनि अल्बानियामा काम गरिसकेकी छिन्। उनी एआई आधारित भर्चुअल सहायक थिइन् जसले नागरिकहरूलाई सरकारी कागजातहरू प्राप्त गर्न मद्दत गर्थिन्। यसको मतलब अल्बानियाका नागरिकहरू पहिलेदेखि नै डिएलासँग परिचित छन्। प्रधानमन्त्री रामाको दाबी छ कि डिएलाले यी अल्बानिया प्लेटफर्ममा 10 लाखभन्दा बढी मानिसहरूलाई मद्दत गरेकी छिन्। तर अब उनको उद्देश्य डिएलालाई एउटा साधारण च्याटबोटबाट कहीँ अगाडि लगेर सरकारी कामकाजको महत्त्वपूर्ण हिस्सा बनाउनु हो। प्रधानमन्त्री रामा भन्छन् कि ठूला विकसित अर्थतन्त्रहरू अझै पनि पुराना तरिकाहरूमा अड्किएका छन्, जबकि अल्बानियाले यस पहल मार्फत ठूलो फड्को मार्न सक्छ। रामाले आफ्नो लक्ष्य अल्बानियालाई पूर्ण रूपमा भ्रष्टाचार मुक्त देश बनाउनु रहेको बताएका छन्। एआई मन्त्री बनाउनु एक प्रतीकात्मक कदम हो किनभने अल्बानियाको संविधान अनुसार मन्त्री बन्नका लागि मानिस वयस्क र सक्षम हुन पर्छ। तर पनि एक मानवको सट्टा एआईलाई छनौट गर्दा धेरै फाइदाहरू बताइएका छन्। डिएलाले कहिल्यै सरकारी गोप्य कुराहरू चुहावट गर्दिनन्, न त भ्रष्टाचार वा खर्च घोटालाहरूमा फस्ने छिन्। उनलाई केवल बिजुली चाहिन्छ। यसअघि जुनमा पनि प्रधानमन्त्री रामाले एक दिन अल्बानियामा डिजिटल मन्त्री र यहाँसम्म कि एआई प्रधानमन्त्री पनि हुन सक्ने बताएका थिए। त्यतिबेला धेरै कम मानिसहरूले यो यति छिटो वास्तविकता बन्ला भन्ने सोचेका थिए।